हेलो साथीहरू नमस्ते है फेरि पनि नमस्कार। आज चाहिँ अब घरबाटै आउँदाखेरि नै सुरु गर्ने भनेर भनेको त्यस्तै भयो अनि स्याट्टा आइयो। अनि आज चाहिँ अब साथीले चाहिँ अब हिजो मारेको थियो नि त मैले माछाहरू अलिअलि अनि आज चाहिँ खोलातिर जाउँ खोलातिर मजाले चाहिँ फिसिङ एन्ड कुकिङ गरौँ भनेर भन्न थाल्यो साथीले। ठिकै हो जस्तो लाग्यो मलाई पनि। अनि त्यही हामी चाहिँ यहाँ आछौँ होइन, साथीले त्यहाँ बसेर मजाले माछा धोइरहेछ। अनि यहाँ चाहिँ अब साथीले यहाँ चाहिँ बाम लाग्छ यो ठाउँमा भनेर पहिला आउँदा नि बामहरू टन्न लिएर गएको रहेछ यहाँबाट। अनि लन त भनेर अनि यहाँ आएर टक्क बामको लागि राखेर अरू सबै सामानहरू पकाउने सबै भाँडाकुँडा घरैबाट बोकेर आज पिकनिक जस्तो जति माछा पर्छ यहीँ पकाएर यहीँ फ्राई गरेर खाइदिने। अब थाप्नु त थापेको तान्नु त तान्नको छ। मासतिर फेरि केटाहरूले यता मासतिर फेरि गएर त्यहाँ जुवाली छेके जस्तो लाग्यो, पानी धमिलो आएछ। मासु तान्न त तान्न अहिले यो केले तानेको छ बाम लाग्छ भनेको छ क्या धेरै जसो। त्यही भएको भएर साथीले त्यहाँ बसेर मजाले उ गर्दैछ। अब यहाँ चुलो सेट गर साथीले चाहिँ त्यहाँ भ्याउन सिद्धिन लाएन भने ल राम्रोसँग गरे फेरि फोहोर खान त भएन। अब के हुन्छ कसो हुन्छ होइन, आजको लागि चाहिँ टक्क रमाइलो मात्रै हुन्छ। त्यही भएको भएर अब अहिले आएर यहाँ म चाहिँ यहाँ अब बल्छी छोड्ने कुरा भएन। अनि अब साथीले आएर अहिले यहाँ चुलो बनाउँछ, दाउरा साउरा खोज्नु पर्यो अनि के कस्तो हुन्छ फेरि म अपडेट दिँदै गर्छु नि त। माछाले यस्तो तानेको छ है, ल हेर्नुहोस् है कसै यहाँ हेर्नुहोस् है, यी भित्रै लग्यो। अब यो बाम पऱ्यो के छुक्क फुस्किहाल्यो नि यार, सो ब्याड लग भयो यार। यस्तो खाथ्यो यार, डुबाइसकेको थियो नि, लगिसकेको थियो नि भने झ्याउ हुन्छ कि यो अब मोबाइल त कस्तो अब भिडियो बनाउन आएपछि भिडियो नखिच्ने भने छुट्टै क्यामेराम्यान बोकेर हुन्छ गाह्रो हुन्छ नि, गाह्रो हुन्छ यार। माछा मारेको कस्तो लगेको थियो। अब यो बामले यस्तै गर्छ कि ढुङ्गामा लान्छ। अब यस्तै हो, अब फुस्क्यो नि राम्रै सर्ट दिएर पुरै फोटोरै भित्र लगेर तानेको थियो बामले। कहाँ लगेर अड्कायो फुस्क्यो। यहीँ छ होइन, तान्दैछ। सकेसम्म चाहिँ अहिले तपाईँहरूलाई चाहिँ मैले चाहिँ तानेको पनि एकदम लाइभ चाहिँ निकालेको देखाउँछु भनेर चाहिँ मैले जमर्को गर्छु। अब अहिले के गरिकन पर्यो तानिहाल्यो भने तानेर अनि म फेरि क्लिपहरू बनाउँछु नि है। अहिले फेरि एकछिनमा भेटौँला ल। ल साथीहरू है, टक्क अब हाम्रो चाहिँ यहाँ मेरिनेसन तयार भयो। साथीले दोषले दामी तरिकाले सरसफाइ गरेर ल्यायो। अब यहाँ टक्क थापिरहेको छ, तान्न त बेला तान्न कतिखेर निकाल्छु मैले बाम त्यहाँ गर्छु नि। साथीले चाहिँ अब टक्क यहाँ आगो सागो बाल्नलाई चुलो बनाएर गरेछ, दाउरा थोरै हाल। अब म चाहिँ यो टक्क यो वेटिङमा भयो के अरे, यो यहाँ छोडेर अब म चाहिँ एउटा पाउरोटी लिएर आएको छु। पाउरोटी सर पाउरोटी बगाएर खेल्नु पऱ्यो फकेटाहरू हान्नलाई। हेर्दै गर्नु होला है, रमाइलो हुन्छ। आजको भ्लग एकदम दामी मनोरञ्जन, एकदम राम्रो लोकेसन छ यो यहाँ नारायणघाटमा देवघाट जाने बाटोमा। सर दामी छ ठाउँ चाहिँ। अब हेरौँ के कति हुन्छ स्कुलहरू पनि। म चाहिँ पाउरोटी बनाएँ होइन, अब यहाँ वेटिङमै छ। तेल अब माछालाई पुग्ने गरेर हाल्न अलिअलि, के सबै सोधेर हुन्छ भने कुकम्यानै त यो अब ल तेल हाल सबै सिकाएर त कसरी हुन्छ भने अलि हाल्न ल भयो चाहियो भने हाल्न। सानो दाउरा छेउबाट हाल्दै गर्नु कि त्यो भयो भने। सुन्न म पौडी पकाउनु जान्छु होइन, उताबाट पौडी खेल्दै मास्तिरबाट आउँछु। यहाँ केही गरिकन फोटो गऱ्यो भने यसरी नतानै लाले मामल जस्तो नतानै सट्ट झर्का हानेर निकाल्दै त्यो बामले तान्यो भने आइहाल्छ है। ल म चाहिँ पौडी पकाउनु जान्छु। ठ्याक्क लाएर थापेको धेरै नहाल्न भने कि तेल हाल्थ्यो अरे। अब पानी आइदिरहेको भने छ्या
सिम 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 पानी आयो कस्तो अनि रमाइलो गरौँला भनेर भनेको रमाइलो त भइरहेछ नि यो पनि रमाइलो भइरहेको त नि पानी आइदियो भने छ्या एकछिन आर्मीको भए त हुन्थ्यो फेरि झ्याउ हुन्छ कि कस्तो मजाले खाइरहेको थिएँ झ्याउ तल आगो बाल दोस्त यतिले हुँदैन नि त तावा ताप्नु परेन के छ पाक्दैछ आब्दा पाक्यो अब आब्दा बाँकी छ ल ठिक छ ल यहाँ पनि हालेछ यो तातो यो सेलाको यति भयो इनफ भइहाल्छ हामीलाई अनि कस्तो लागिरहेको त दोस्त रमाइलो भइरह एक्सपिरियन्स लाइफको धेरै पछि यसरी रमाइलो गर्नु पाइयो ल ठिक छ लास्ट लट ट्राइपोड पनि बिग्रिहाल्यो किराले लिएर आएको निस्किरहेको भने यस्तो सामान त नबेच्दै हुँदैन भने यस्तो अहिले भर्खर किनेर ल्याएको अब अहिले गइसक्यो अब यस्तो तरिकाले नि हुन्छ जे होस् अब माछा चाहिँ अब खानीले खाइरह तानीले तान्दा तिनीहरूले नि गणेला सणेला खाओ हाम्रो चाहिँ टन्नै छ के अरे त्यही खाएर चाहिँ हामी चाहिँ टक्क लाएर बसिरहेको छ अब एकछिन बस्छौँ होइन अब यसो हेर्नु होला लाइक कमेन्ट सेयर सब्सक्राइबहरू गरिदिनु होइन अब त्यो गर्दाखेरि अलिकति हामीलाई पनि हौसला हुन्छ अनि अब च्यानल पनि अलिकति माथि गएपछि अलिकति नयाँ दोस्त जाँगरहरू आउनलाई पनि तपाईँहरूले पनि सपोर्ट गरिदिनु पऱ्यो अब अहिले चाहिँ अफ सिजन पनि भएको कारणले गर्दाखेरि ठुल्ठुलो खोलामा सबै अब बाढी आएको छ अनि त्यही भएर यो सानो खोलामा पनि माछा चाहिँ इनफ छ होइन यो सबै हिजो यहीँ मारेको होइन यो सबै यहीँ मारेको हिजो अनि हिजो हालेको मैले हिजोको भिडियोमा हेर्नुभयो भने तपाईँले देख्नुहुन्छ होइन त्यहाँ मारेको माछाहरू अनि आज त्यो अर्को मेरो काले दाइ आउनु भएन काले दाइ आएर काले भाइ आएछ साथी मेरो दोस्त अनि अब यही पकाएर यही मजाले खाइयो भोलि पनि अब तपाईँहरूले जति साथ सपोर्टहरू गर्नुहुन्छ त्यो अनुसारको हौसलाहरू भएपछि अब सिजन लगाएपछि चाहिँ अनि बल्ल ठुल्ठुलो खोलातिर जाने भन्ने कुराहरू भयो अब टिम पनि बनाउँदैछु होइन साथीहरू चाहियो अब एक्लैले माछा मात्रै मारेर त फेरि यहाँ भात पकाउनु नि पऱ्यो खाना नि पऱ्यो अनि त्यो भएको कारणले गर्दाखेरि तपाईँहरूले पनि अब साथ एउटा माया गरिदिनुहुन्छ भन्ने आश गरेको छु होइन अनि अब अहिलेको लागि चाहिँ यही खाने अब यो क्याम्पा खोला लिएर आएको छ यो क्याम्पा स्याम्पा खाने एकछिन बस्ने अनि घर जाने अब के गरी पऱ्यो भने क्लिपमा हाल्छु म माछा अब परेन भने अब फेरि अहिले परेन भने परेन अब के अन्त अब है ल साथीहरू है अब माछा चाहिँ परेन अब बल्छी पनि गङ्गडाले चुडाइदियो दुइटा अनि अब अहिले फेरि अँध्यारो भएपछि अलिकति फेरि गङ्गडा धेरै रहेछ कि बल्छी चुडाइदिने बल्छी लुतुतु तान्ने अनि तान्न गयो ढुङ्गामा भिमुनि लिएर गएर बल्छी मात्रै काटेर लिएर गइदिनु गङ्गडाले बेमानी गराएर
अब खाइयो होइन रमाइलो भयो अब भन्न तैँले पनि लाइक सेयर सब्सक्राइब गरिदिनु होइन सपोर्ट गरिदिनु त्यसपछि अब अरू भनेको बिस्तारै बिस्तारै ग्रो हुन्छ होला हामी पनि नयाँ कन्टेन्टहरू तपाईँहरूलाई चाहिँ पस्किने हामी पनि कोसिस गर्छौँ ल आजको लागि चाहिँ बाई बाई है ल सी यू सुन बाई बाई